कञ्चनपुर स्थित बिपिन जोशीको परिवारले हरेक बिहान नयाँ समाचारको आशा गर्दथ्यो। उनको परिवार बिपिन फर्किन्छ भन्ने विश्वासमा थियो। यससँगै लामो समयबाट चलिरहेको युद्धमा इजरायल र हमास बीचको युद्धविराम भएपछि दुवै तर्फबाट बन्दी रिहा हुँदै थिए। हमासको कब्जामा रहेका 20 बन्दीहरू केही दिनमा रिहा हुँदै थिए, तर त्यो सूचीमा नेपालका बिपिनको नाम भेटिएन। इजरायलले हमाससँगको युद्धमा बेपत्ता पारिएका नेपालका बिपिन जोशी जीवित नरहेको जानकारी गराएको छ। सन् 2023 को अक्टोबर 7 मा इजरायलमा भएको हमास आक्रमणमा परि बेपत्ता भएका नेपालका बिपिन जोशी जीवित नरहेको इजरायलले नेपाली दूतावासलाई जानकारी दिएको छ। इजरायल विरुद्ध नेपाली राजदूतावासलाई इजरायल पक्षले जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत धनप्रसाद पण्डितले जनाएका छन्। सोमबार बिहान इजरायली डिफेन्स फोर्स आइडिएफले राजदूत पण्डितलाई सम्पर्क गरी उनी जीवित नरहेको जानकारी गराएको हो। आइडिएफका तर्फबाट सम्पर्क गरी बिपिन जीवित नरहेको जनाएको छ। भिडियो कन्फरेन्समा बिपिनको परिवारलाई समेत जोडेर यस विषयमा सामूहिक जानकारी इजरायलले गराएको छ। राजदूत पण्डितले भने मृत्युपछिका बाँकी कामको लागि भने केही समय पर्खिन अनुरोध गरेको छ। उनीहरूले सकेसम्म मृतकको शव उपलब्ध गराउने र नभए कसरी मृत्यु भएको हो भन्ने विषयमा बताएको हो। हमास इजरायल शान्ति वार्तापछि दुवै देशले एकअर्काले बन्धक बनाएकाहरूलाई छाडेका हुन्। हमासले छाड्न लागेका 20 जनाको नाम यस अघि नै सार्वजनिक गरेको थियो, तर अन्तिम समयसम्म पनि बिपिन जीवित रहेको अपेक्षा गरिए तापनि इजरायलले भने औपचारिक जानकारी गराएसँगै यो आशा समाप्त भएको छ। जोशी सन् 2023 नोभेम्बर सिफा अस्पतालमा जीवित देखिएका थिए। त्यति बेलासम्मका भिडियो सामग्री पनि सार्वजनिक भएका थिए। इजरायल र हमास बीच लामो युद्धपछि अन्ततः युद्धविराम लागू भएको छ। सुदूरपश्चिमको कञ्चनपुरका बिपिन दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए। सन् 2023 अक्टोबर 7 मा हमासले इजरायलमा आक्रमण गर्दा उनी बेपत्ता भए। त्यस यता उनको अवस्था अज्ञात थियो। बिपिन घटनाको दिन भिडियो र तस्बिरहरूमा अन्तिम पटक किबुज क्षेत्रमा देखिएका थिए। नेपाल सरकारले हमाससँग प्रत्यक्ष संवाद सम्भव नभएकोले इजरायली र कतारी सरकार मार्फत बिपिनको अवस्थाबारे जानकारी खोज्ने प्रयास बेला बेलामा गरेको थियो, तर पनि सफलता भने मिलेको थिएन। यसअघि कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा नेपाली नागरिकलाई प्राथमिकतामा राख्ने भनिए पनि नेपालले खोज्दै आएको बिपिनको नाम भने उक्त सूचीमा परेन। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत बिपिन लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। 7 अक्टोबर 2023 मा बिपिन बेपत्ता पारिएका थिए। इजरायल पुगेको 25 दिनमै हमासले आक्रमण गरेपछि बिपिन सम्पर्कविहीन भएका थिए भने सुदूरपश्चिम विश्वविद्यालयका 10 जना विद्यार्थी मारिएका थिए। बिपिन जोशीको अवस्था पत्ता लगाउन र रिहाईको पहल गर्न भन्दै नेपाल सरकारदेखि अन्तर्राष्ट्रिय समुदायले पनि आवाज उठाएको थियो। बिपिनको अवस्था पत्ता लगाउन र रिहाईको पहल गर्न भन्दै सरकार दबाब दिन विभिन्न समयमा प्रदर्शन पनि भए। यसबीच बनेका सरकार र परराष्ट्र मन्त्रीहरूले पनि बिपिनको खोजीको लागि प्रयास भइरहेको आश्वासन दिइरहेका थिए। 1 वर्ष अघि तत्कालीन परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले बिपिनको रिहाईको लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी थिइन्। असंलग्न राष्ट्रहरूको संगठन भएको मन्त्री स्तरीय बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डाक्टर राणाले जोशीको रिहाईको लागि विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले भनेकी थिइन्, नेपाल बिपिन जोशीको स्वागतको लागि व्यग्र प्रतीक्षामा छ। इजरायली गुप्तचर अधिकारीहरूले असोज 23 गते बिपिनको एउटा भिडियो प्राप्त गरेको भन्दै सार्वजनिक गरेको थियो, तर उनको त्यो भिडियो भने पुरानो थियो। उनी हमासको नियन्त्रणमा परेको बेला आफ्नो परिचय सहित इजरायल आएको उद्देश्यको बारेमा उनले भिडियोमा भनेका थिए। बिपिनको परिवारले पनि यो भिडियोबाट बिपिन जोशी जीवित रहेको विश्वास गरेको थियो। यसअघि बिपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा बिपिनको आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए। त्यसपछि अहिले उनीहरू अमेरिकामा छन्।
बिपिनको अवस्था सार्वजनिक गराउने सरकारले कूटनीतिक प्रयास गरे पनि त्यसमा खास प्रगति देखिएको थिएन। बिपिन जोशीको आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग पनि भेटेका थिए। बिपिनको खोजीको लागि इजरायल पुगेर आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक र संसद अध्यक्ष अमीरसँग भेटवार्ता गरेका थिए। भेटको क्रममा आमा पद्माले बिपिनको तत्काल रिहाईको लागि पहल गरिदिन राष्ट्रपति हार्जोगसँग अनुरोध गरेकी थिइन्। बिपिनको रिहाईको लागि इजरायल पुगेर आएका आमा र बहिनीले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेका थिए। त्यसबेला उनले बिपिनको रिहाईमा पहलको लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको पनि उल्लेख गरेका थिए।